What's up guys, welcome to my YouTube channel. It's a boy Sushil अनि आज म दाउरा चिर्दै गरेको म छ्याट्ट थाक्दिएर म यहाँनिर रुखमा बसिरहेको छु हैन। यहाँ चाहिँ इस्कुसहरु खोइ हो इस्कुसै छैन त यार। इस्कुस ल त्यहाँ छ। खोइ कान चाहिँ इस्कुस ए यहाँ रहेछ। इस्कुस यहाँ फलिरहेछ। यो मेरो प्यारो बुने रिचिबुङ। त्यहाँ नि इस्कुस फलिरहेछ। इस्कुस हो कि के हो यो? करेला। त्यहाँनिर चाहिँ मेरो दाउरा म छिर्दै गरेको म थाके अनि मेरो ज्याकेट यहाँ छ, मेरो घर यहाँ छ। यो करेला इस्कुसको ज्याङ्गो हैन छ्याट्ट अनि चिउरी चाहिँ त्यहाँ थियो अनि त्यसै ढल्दिएछ हो लास्ट दुःख लाग्यो। सुन्तला पनि क्राप्पो बनाइदिएछ। हाम्रो सुन्तला हाम्रो मासी कोदो छ। म यहाँ छु बसिरहेको छु अनि त केही भन्दैनस्? भन्दैनस्? भन्न नभन्ने यो लजाएछु त्यो यो गाई म त्यो दाउरा चिर्दैछु म चिर्छु ड्याङ 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 हैन। तेरो बुद्धि छ कि छैन? छैन लभली है। अनि म चाहिँ पानी खान गर्ने मैले कति कालो मान्छे देखेँ गाई चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ कति कालो मान्छे कति वाउ मेरो सुँगुर है सुँगुर आइज न ओइ काट्ने सुँगुर त आएन त ओइ ठुलो सुँगुर तेरो साथीलाई बोला त तेरो साथी हो नि तँ सुँगुर लगाइदिन्छु न अनि यस्तो रमाइलो छ एकदम लभली भ्यू देखिरहेको छ स्याट स्याट यो मेरो सुँगुरको मेरो गोरुहरू छ गाईहरू छ खोलाली के आउँदैन छ र आइज म यहाँ देखाउँछु मेरो गाई वाट्सअप ब्रो अलराइट अर्को यो नि मेरो गाई नै हो होइन वाट्सअप यो चाहिँ लास्ट चकचकी छ अनि यो दुइटै चाहिँ यसको बच्चा हो होइन यसले चाहिँ अहिले दुध दिन्छ अनि चाहिँ हाम्रो प्यारो गाई माया खाना अहिले हान्थिला अनि यहाँ चाहिँ हाम्रो गोरुहरू चाहिँ ल यो चाहिँ अस्ति भर्खर जुझेछ होइन अर्कोसँग अनि सिङ चाहिँ लेबल छैन यो चाहिँ फुस्काएछ यस्तो चाहिँ निकालेछ अनि यसो नराम्रो भइरहेछ दादागिरी खुब डन खतरा आएछ अनि यो चाहिँ ठुलो यो चाहिँ अर्को गोरु यो चाहिँ ज्ञानी छ यो चाहिँ जुझ्दैन खतरा छ हैज तेरोले म सो गाइस मैले चाहिँ यो ठोटा चिर्नै सकिनँ क्या बुझ्नु अनि त्यति चिडिसक्यो होइन यो मभन्दा कति वर्ष पुरानो होइन धेरै वर्ष यो कति 40-50 वर्ष पुरानो होला त्योभन्दा नि पुरानो होला हेर्नु न कस्तो गाँठो परिरहेको रहेछ हात नै चरर बनाइदियो होइन यस्तो छ गाई देख्न सक्नुहुन्छ यो यहाँ छ त मेरो कोदो बारीमा किन निक्ले यसो यहाँ थियो होइन झर्दैछ क्या आफै मक्किएर अनि यस्तो भइरहेछ म कोदो बारीमा स्याट तेरो एडपछि निस्कि मेरो कोदो बारी दलिस भने पसिना आइसक्यो म गलिसकेँ होइन तर म यति सक्दिन्छु होइन सुकाइ हामीले चाहिँ भात खाइसक्यौँ नि हामी अमिलो खाँदैछौँ अमिलो पनि लपेटिदिने भन्दैछ हाम्रो नाना मम्मी गरे मम्मीले के यो नुनै नुन छ क्या बुझेन हौ पानी परो गाइस कति कालो मान्छे मेरो भतिजी मेरो नाना लुगा सुकाउँदै हुनुहुन्छ पानी पऱ्यो नि लुगा उठाउँदैछ केटाकेटीहरू खाओस् म गाइस म चाहिँ गोठाला हिँड्दै होइन गोरुहरू फुकाएर यस्तो दुइटा चाहिँ घरमै छ यिनीहरू तिनवटालाई फुकाएर हिँड्दै यिनीहरूलाई चलाउनुको लागि अनि त्यो देख्न सक्नुहुन्छ लभली भ्यू छ सो गाइस मेरो गोरुहरू चाहिँ यता छ कहाँ छ गोरु गाई यहाँ छ गोरु त्यहाँ छ अर्को त्यहाँ छ पुरै जङ्गलले हेर्नु न केही देखिँदैन रहेछ लभली गाउँ त पुरै जङ्गल भइसकेछ नि बुझ्नु दुःख लाग्यो यार गाउँ देखेर नि जङ्गलै जङ्गल छ अनि म यहाँ बसिरहेको छु गोरुहरू त्यहाँ छ अब केटाहरू कति बेला अगाउँछ अनि म घर जान्छु अबै गाइस म चाहिँ यहाँ छु होइन केटाहरू चाहिँ यहाँनिर चढेर छ 1 2 3 अनि त्यसै धानबारी छ यता खेत छ भनौँ न खेत छ यहाँ धान छ लभली छ यी धानहरू देख्न सक्नुहुन्छ दसैँको बेलामा धान यस्तो हुन्छ अनि यता चाहिँ मासतिर त्यो होइन सनबारको घर अनि हाम्रो घर चाहिँ उता छ मेरो घर चाहिँ त्यहाँ भित्र छ अलिकति देखिँदैन
यो ठाउँलाई मोरङ भन्छ, यो ठाउँलाई बाजेखेत भन्छ। अनि हामी चाहिँ मिलेको हो, मतलब भन्छ नि मोरङ बाजेखेतै स्याट्ट मिलेको हो भन्छ, त्यही हो। गाउँमा नि मान्छे छैन, जङ्गल बढेर यो साइडतिर जङ्गलै जङ्गल। पहिला केही थिएन मतलब थियो, अलिअलि थियो। अहिले त सब जङ्गल भइसक्यो, रुखहरू बढेर। देख्न सक्नुहुन्छ यो सल्लाह लभली गर्मी भयो यार, पसिना आइदियो नि त। सो गाइस पानी पऱ्यो होइन। म यहाँ छु, गोरुहरू चाहिँ के चढ्दैछ, केटाहरू चाहिँ हिँड्यो क्यारे, कुन गोरु चाहिँ हिँड्यो। लभली पानी पऱ्यो, त्यो गोरु चाहिँ ओतमा बसिरहेको रहेछ, माले गोरु चाहिँ ओतमा बसिरहेको छ, रुखमा यिनीहरू चाहिँ चढिरहेको छ। पानी चाहिँ लभली पर्दै ल गाइस, जाडो भयो। अहिले म फेरि भिज्छु, अब म घर जान्छु होला सायद। लभली म चाहिँ गोठालादेखि घर आएर पनि खाजा खाएर म साकेर हिँडेको। यो चाहिँ मेरो दुईवटा गोठी नानाहरू, यो मेरो भतिजे। अनि हामी रोडमा जाँदैछौँ गाइस। हाम्रो साकेला चाहिँ यो होइन, अगाडि गेट यस्तो छ। हामी यहीँ जाने हो, लभली छ, सफा गराएर रहेछ, पहिले चाहिँ फोहोर थियो। नगर न यार, मलाई कुर्छस्। अनि यो के लेखेको यो, लभली लेखेको छ, नगर न। मेरो घर चाहिँ त्यहाँ पछाडि छ होइन, हो त्यो हो मेरो घर चाहिँ। भतिजे यहाँ छ, म यहाँ छु, फुल नि रोप्दैछ। लभली खुसी लाग्यो, यो बाटो सफा गर्दैछ हो, नाइस है। यस्तो बस्ने ठाउँ छ है साकेलाभित्र चाहिँ, कुकुर। अनि यो साइड नि छ, त्यो साइड नि छ, मेन थान चाहिँ भित्र छ यहाँबाट। अनि यतातिर यस्तो रोप्दैछ, खुसी लाग्यो लभली है। यसरी हामी संरक्षण गर्नुपर्ने हुन्छ गाइस हो। हाम्रो साकेलामा यस्तो लेखिरहेको रहेछ, यो बाबु सोल्नेमा यो ढोल कठुवा, यो सिलाइ फम्मी खुकुरी, डालो झन्डा धनुष बाण। अनि सोलेमा भइहाल्यो, खुवालुङ हाम्रो ढुङ्गा हो, योलाई हामीले पुज्छौँ। अनि राईहरूको 3 चुला, यो हाम्रो चुला हुन्छ सबैको घरमा। यो चिम्टा ढुङ्ग्रो त नर्मल भइहाल्यो। यस्तो रक्सी पानी भेम्टी कप्लीमा पिडा लभली। म आएको थिइनँ, खुसी लाग्यो। ढोल साकेला नाचेको रहेछ यो चाहिँ, यु क्यान सी गाइज। एन्ड यता के लेखिरहेको छ, एल नम्बर हाम्रो पहिलो राजा खिगुहाङ। राईहरूको भाषिक जाति चाम्लिङ। राईहरू कति प्रकारको हुन्छ, 28 प्रकारको हुँदो रहेछ। हामी चाहिँ चाम्लिङ हो ल गाइज। नचुक भनेको त हामी हो। यु क्यान सी बिनायो बजाइरहनु भएको छ, लभली है। एन्ड यता यस्तो छ, र नि बस्ने ठाउँ छ यो साइड। पानी परेर क्या रमाइलो भइरहेछ, त्यो मपारङभिर लभली। थान चाहिँ भित्र चाहिँ लक लगाइरहेको रहेछ, भित्र चाहिँ पूजा गर्ने हाम्रो हुन्छ, खुसी लाग्यो गाइस। सो यहाँ धार्ने भन्ने चाहिँ डालो पाथी माना चाहिँ हाम्रोमा नि हुन्छ, सबको हुन्छ। थुम्से पेरुङ्गो नाङ्लो टप्पडी सोलेमा ढोका बुन्दै गरेको नाङ्गी भन्दो रहेछ बुन्छालाई त, बुन्छ त्यो हाम्रो। अनि यो हाम्रो के भन्छ यसलाई, उनकै के तान बुनेको। एन्ड राज्य एलम्बर राजा हुँदाखेरि चाहिँ देश यस्तो, नेपाल यस्तो थियो अरे लगाइत। राम्रोसँग हेरिदिनु होला लभली है। तान बुनेको वाउ। यो साइड के छ अरू, यो त भइहाल्यो त हाम्रो के भन्छ, त्यो झन्डा चाहिँ खास हाम्रो किराँत प्रदेशलाई रिप्रेजेन्ट गर्ने, किराँतको के अरे प्रदेश भन्छ किराँतको, त्यसै हो झन्डा होला गाइज चिन्नु। सो त्यही गाइज अब हेरिसक्यो होइन, के रहेछ सब लभली रहेछ, खुसी लाग्यो लभली, खुसी लाग्यो, धेरै खुसी लाग्यो। अनि हामी चाहिँ अब घर हिँडेको। अनि आजलाई चाहिँ भ्लग यति नै, अब म अर्को भ्लग लिएर आउने छिटो होइन, त्यही हो बाई।